रुटिन अफ नेपाल बन्दले चाहिँ हिजो बालेन शाहले काठमाडौँ महानगरमा वैदेशिक हस्तक्षेप यति बढी छ कि जुन कारणले गर्दाखेरि मैले चाहिँ वेस्ट म्यानेजमेन्ट गर्न पाइनँ, फोहोरको व्यवस्थापन गर्न पाइनँ भनेर भनेको चिज थाहा पाएनछ। उहिले रुटिनेले चाहिँ आफ्नो दादाले सिंहदरबार जलाउँछु भनेको थाहा पाएको थिएन। विश्वभरि थाहा हुँदाखेरि यसले थाहा पाएन। बाँकी चाहिँ यसले सबै थाहा पाउँछ। जुन कुराले बालेन दादालाई असर गर्छ त्यो चाहिँ थाहा पाउँदैन यसले। यो रुटिन अफ केटाकेटी म्यानिपुलेटर हो। कि त म बालेन दादाको मिडिया हो, मेरो 5 वटा एडमिनमध्ये एउटा एडमिन बालेन दादा हो भनेर भन्नुपर्यो। कि त होइन म चाहिँ पब्लिकको लागि पत्रकारिता गर्छु भन्नुपर्यो। यसै त भाइ-बहिनीहरूको चाहिँ पढ्ने बानी नै हटाइदिने क्या। पढ्ने बानी हटाइदिने, एक लाइनमा न्युज लेखिदिने। वाओ! हाहा! स्याड, ब्रेकिङ। दिमाग उडिदिने बच्चाहरूको। उनीहरू हाम्रो देशको खम्बा हुन् क्या पछि। उनीहरूलाई त पढ्ने बानी बसाउनुपर्छ। उनीहरूलाई त दिनदिनै नयाँ-नयाँ शब्दहरू सिक्ने बानी बसाल्नुपर्छ। अध्ययनहरू गहिरोसित गर्ने, 2 लाइनमा होइन क्या, अलिकति गहिरोसित अध्ययन गर्ने बनाउनुपर्छ। यस्तो नगरौँ। विथ ग्रेट पावर कम्स ग्रेट रेस्पोन्सिबिलिटी। आफ्नो रेस्पोन्सिबिलिटी पुरा गरौँ। हामी सबको जिम्मा हो नि त भाइ-बहिनीहरूलाई चाहिँ उफारेर सडकमा ल्याउने हो कि भाइ-बहिनीहरूलाई सपारेर चाहिँ मासतिर पुर्याउने हो सदनतिर। यो त हामी सबैको रेस्पोन्सिबिलिटी होला नि त।